नमस्तेहरू गाइस हेर्नुहोस् है आज मेरो छोटो ब्लग बनाइरहेको छु। हेर्नुहोस् है गाइस चाहिँ मेरो घर हो। तपाईँको यो घरलाई चाहिँ अनलाइन कति प्राय खिचेर पठाइयो, खिचेर लगियो पनि, तर अनलाइनमा भनिन्छ मदिहोस् तपाईँको नाममा आएको छ भन्छ, तर बिचमै गायब हुन्छ, मिसिङ हुँदो रहेछ। यो के भएको खोइ पत्ता लगाउनै सकिएन। पत्ता लगाउँ भने सबै कता कता हराइजान्छ। चाहिँ घरको यस्तै छ, खानै छ। उहिलेको बाजेबोजूले भने यस्तो गरिबलाई दिन्छ नभन्नु, रानीले लान्छ नभन्नु भनेको साँच्चै नै पुग्दो रहेछ। गल्लो गाइस तर हामी चाहिँ सरकारको आशमा जिउने चाहिँ होइन। तर दिन्छु भनेपछि आशले जिन्दगी, आधा जिन्दगी बितिसक्यो। यसै गीतले नै भन्छ नि, के सोचेछ जिन्दगीमा के भयो आज, के सोचेछ जिन्दगीमा के भयो आज। त्यस्तै प्रकारले फोटो खिचेर गएकै मदिहोस् नाम काटेकै गएकै। तर धन्यवाद, सरकारको आशमा जिउनुभन्दा चाहिँ अहिलेसम्म चाहिँ जिएको पनि छैन। तर दिन्छ भने आशले जिन्दगी बितिसकेको छ। अब रोडको विषयमा देखाउन चाहन्छु। रोड चाहिँ यस्तो छ है, दुखबिमार भए पनि साह्रो छ। 40 इयर्स पुग्न आँट्यो, रोड बनिसकेको छैन। बनिँदै आएको थियो, तर यसपालको हिउँदोको पानीले रोडै भत्काइदिइसक्यो है गाइस। रोडमा पनि साह्रो छ जिन्दगी नै। अहिलेको बाजे बोजूले भन्थे नि गाइस, उडेको चौडा पक्रिन सक्छ भनेर। तर हावा बतास, पानी बर्खा आयो भने कसले रोक्न सक्छ? एउटा भनेछ है गाइस, मेरो 3 गाइस है। तपाईँको छोटो भ्लगलाई म यति नै राख्न चाहन्छु है गाइस।